गाइस साइड ठ्याक्कै सुरु भयो होइन ल त्यो साइडमा मनमा जाने हो कि अगाडि बढ्नु न कहाँ टाउको आलुहरू ल्याउनु न दाइ निरा अगाडि ल्याउनु पर्यो आमालाई गाह्रो पनि टिका लाउँदै गाह्रो हुन्छ मलाई आमाको त बढ हुनुहुन्छ त्यही भने भयो भयो चाहिँ नमस्कार हाम्रो आमा त्यहाँनिर यही हात लाग्नु क्या त्यो ऊ पनि बोलले नि एक बबन थालिस आमा होइन आमाले सक्छन् नि पहिला भजुरलाई देखाएन दाइले पहिला यता फेरि बसिरहनु भएको थियो हुन्छ 30% लाग्यो दाइले यहाँ लाएर अनि फेरि गर्न लाउनुपर्छ नि के भन्छ सरस्वती ओ बाबा ह्याप्पी दसैँ भन्नु ह्याप्पी दसैँ ह्याप्पी दसैँ तपाईँ टिका लगाएको पनि छेली भनेर हुन्छ त ह्याप्पी दसैँ हामीलाई पहिला आमाले लगाइदिनु पर्यो नि पलेट गर्नु पर्यो नि होइन ब्लर किन रविनको मोबाइल राम्रो फोटो आउँथ्यो कि भिडियो खिचाउन एउटा मेरो मोबाइलमा फोटो खिच्दा खिच्यो बिग्रेर आउन नपिर्छ किन पुरानो भएछ नि पुरानो त्यस्तो हुन्छ त ल खुट्टा दिन पर्यो ए ठुलो आमाले लगाइदिएन मलाई तिमीलाई आमाले लगाइदिएन अब के त लाउँदै पहिला आमाले लगाइदिनु पर्छ त्यससँग पहिला आमा लगाएपछि आमा छोरो यो त छ है यहाँ भाइसँग ठुलो अगाडि जानु छोरी छोरो झोला झोला बिता राख तिमीले लाग हामीलाई नानी हल्के छर्दै बिर्सेर के हुन गयो
त्यहाँ चाहिँ त्यो उसको मन्त्र मन्त्र लाग्यो अरे ढिलो नचिलाउनुमा भनेको थिएँ कहिले के भएको यस्तो विधि हो सकेर के भएको यस्तो त्यही भन्नुभयो आमाले त्यही भनेको थियो त दोहोऱ्याउनु पर्यो त्यही शब्दलाई जानु मम्मी समात्नु अलिक जाने बस यहाँ बस नि यहाँ चुप लाएर यस्तो त गर्न पाइएन नि भाइ यस्तो बियो त भाइ त बिको पो गर्छ भाइ ए पैसा गर्छु याहु पैसा हेर्छु याहु आधी मात्रै आयो क्या हो त्यसै भुन्टु छोरा त भुन्टु छोरा भइछ भने ए यस्तो भयो नि दिदीको पैसा तिम्रो त ब्यागमा दिदीको त रबिन देखि आएन भने देखिन्छ बल्ल चाहिँ देखेँ फोटो खिचेको छैन क्या अहिले पनि सधैँ एउटै फोटो भयो ह्याप्पी दसैँ मायालु ह्याप्पी दसैँ भनिदेऊ खै छोरो गर्नु मात्रै दाइ तपाईँहरूलाई हस् भनिदेऊ न छोरीको उनीलाई त उल्टो परेर रहेछ खै त चफमा भवानीले रक्षा गरून् रोग नलागोस् सुख सन्तोष कहिले नहोस् आँटेको सोचेको सबै कुरा पुरा होस् यत्रो नसुते के भन्ने गरेको थियो त्यो चाहिँ लगाएर आन्छ गीतमा मात्रै छ होइन त्यो मिलाइदिनु आयो क्या यता बत्ती तान्न आउने होइन नि त्यहाँ त्यो भन्दै तान छोरो ओ पापा रचौ त्यहाँ लैन माझा बन्न पाएँ बुन्टु छोक्यो यहाँ दादाले लौ न यहाँ भाइले त गर्नु गरेर चाहिँ म यति घर गएर आइहाल्छ आची गरिसकेछ छोरा ठुला भइसकेपछि त खुट्टामा पैसा राखेर ढोकिदियो कहाँ त्यो पैसा लिने हो र हो खुट्टैमा ढोक्नुपर्छ
कौ न ए सुदीप त्यसले त्यहाँ दाढी काट्ने तान्न थाले क्या हो मुखा हाल्ने जम्मा रहेछ सरले ल बाई अब हाम्रो त ठिक लाग्ने सबैले यो भयो है हाम्रो ए म त भात ठुलमामलाई नि देखाउनलाई ए बोल्या सुन्नलाई ल फेरि आसी दिन त नेट बिर्सिसके ल आँटेको काम पुरा होस् धेरै पढ्नु ज्ञानी सीताको सबै पुरा होस् रबिन सुदीप यसरी देखाते यहाँ त्यो नजिक जानु बाबु चाहियो त्यो स्याउ आमालाई दिनु बाबु गाई काट्दै उ गर्दै भन्नु पाइन्छ सबै हालिदिनु दादा भाइको अलिक बस्दा नै हुन्छ सालमा हात अब त्यो सक्यो गयो तपाईँ हात गर्दा हात अब हाम्रै पालो अब राधे राधे भन न भाउजू पनि खिच्दिनु राधे राधे भन्नुपर्छ मायालु के गर्ने भन्नु त्यसले धेरै पढ्नु मेरो छोरी धेरै पढ्नु ठुली मान्छे हुनु ज्ञानी बन्नु यस्तै हो ल होस् लाउ न लाउ खानु पर्छ यहाँ ह्याप्पी दसैँ भन्छ सबैजना ह्याप्पी दसैँ भन्छ है ह्याप्पी दसैँ ल भयो अहिले दुःख नहोस् मेरो भानिजलाई खाना नपर्छ हावाले होला कसैको उभाउन नपरोस् बढ्दै जाओस् भनेको
आशाको पुगोस् अन्तिममा भगवानले रक्षा गरून् हात थाप छोरो हात थापेर बस्नुपर्छ ज्ञानी मान्छे कति ज्ञानी छोरो कति ज्ञानी धेरै पढ्नु होला मन बढ्दै जाओस् है कतिमा पढ्नु भएछ अरू पलाजीले भए हस् खै त हस् भन्या नि छैन नमस्ते गले अब अघि नै गरेछ वर्ष दिनको चाडा पाडा दुःख भुल्ने बहना परदेशैमा सम्झिनेलाई पुरै सम्झन परिलाई लातोरीको बोटैमा सुनखारी फुल्दैन निठुरीले भुले पनि पिरतीले भुल्दैन बारीलाई लैबारी लाई लाई लैबारी लाई लाई आयुद्रो न सुते श्रियं दशरथे शत्रु क्षयं राघवे ऐश्वर्यं नहुसे गतिश्च पावने सम्मान दुर्योधने दानं सूर्यसुते बलं फलधरे सतीं च कुन्ती सुते विज्ञानी विदुरे भवति भवतां कृतिश्च नारायणी जयन्ती मङ्गलकाली निधारको त्यो रातो टीका छाप बनी बस्यो गजलुले आँखै छोप्ने के राम्री मेरी मायालो के भन्छ वर्ष दिनको चाडा पाडा दुःख भुल्ने बहना परदेशैमा सम्झिनेलाई पुरै सम्झन परिलाई लातोरीको बोटैमा सुनखारी फुल्दैन निठुरीले भुले पनि पिरतीले भुल्दैन बारीलाई लैबारी लाई लाई लैबारी लाई लाई आयुद्रो न सुते श्रियं दशरथे शत्रु क्षयं राघवे ऐश्वर्यं नहुसे गतिश्च पावने सम्मान दुर्योधने दानं सूर्यसुते बलं फलधरे सतीं च कुन्ती सुते विज्ञानी विदुरे भवति भवतां कृतिश्च नारायणी जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वध स्वध नमस्ते हेलो अहिले चैत्रको 10 गते see you soon फेरि भेटौँला क्यामेरा हेर वाउ कस्तो खतरा के भाइ हिरो जस्तो छ ये किन हिरो जस्तो भयो भनेको त यहाँनिर म भाइले कट गरेछ अस्ति नि गरे नि बाबु क्या यस्तो नै अचम्मै हुँदो रहेछ मामा फेस यस्तो खतरा भएको अहिले वाउ
बा के गर्दैछिन्छ अस्ति नै 32 किलो छोडेर आज मैले अस्ति नै